अनायासेन मरणम बिना दैन्येन जीवनम देहान्ते तब साइजम देही मे पार्वती पते अथवा देही मे साईराम भनेर भन्छु। त्यो भनेको चाहिँ हे भगवान्, हे प्रभु, मलाई चाहिँ मर्ने बेलामा कुनै कष्ट नहोस्, सजिलोसित प्राण जाओस्। अन्तिम अवस्थामा हे प्रभु मेरो कुनै दुःख कष्ट म कसैको अधीनमा नपरौँ। उमेर वृद्ध भएपछि कस्तो हुँदो रहेछ भने सबैले यहाँ जान हुँदैन, त्यहाँ जान हुँदैन, भगवान्को यो गर्नु न, ओछ्यानमै बसिराख भनेर भन्दा रहेछन्। कसैको अधीनमा नपरौँ, किनभने त्यो बेलामा सबै कुरा बुझिसकेका हुन्छ, ईश्वरसँग नजिक किन मन लाग्छ तर परिवारले दिँदैन। त्यस कारणले त्यो अधीनमा पनि नपरौँ। हे भगवान्, म अन्तिम सास लिने बेलामा प्रभुको याद आओस्। हे साई शिव, हे भगवान्, हे श्री सत्य साई बाबा, हजुरकै चरणको नाम होस्, हजुरकै नाम आओस् र हजुरकै सानिध्यमा अन्तिम प्राण जाने बेलामा आओस् भनेर म सधैँ भगवान्लाई चाहिँ यही नै प्रार्थना गर्छु। मेरो पूजापछि मन्दिरमा कतै गएँ भने, कहीँ गए पनि म यो अन्तिममा चाहिँ बसेर यो प्रार्थना गर्दछु। साईराम।